फलेछ स्याउ यो? यो हामी निस्खोला गाउँपालिका वडा नम्बर 2 अर्नकोट देउराली र छेडामा आइपुगेका छौँ। हामी यो भर्ना अभियानको कार्यक्रममा यो कक्षा 11 मा भर्ना अभियानको कार्यक्रम हामी डुलिरहेका छौँ र आज वरिपरिका डाँडाकाँडा नदेखिए तापनि नजिकका यहाँका स्थानीय उत्पादनशील यहाँ स्याउ उत्पादन हुँदै रहेछ। यी ल्याएर स्याउको बिरुवा फल फलिरहेको छ र यो कृषि तथा पशुपक्षी फर्ममा आइसकेका छौँ र उहाँ ओमबहादुर रसाइलीले यो कृषिमा बहुत ध्यान दिएर गर्नुभएको छ, उत्पादन गरिरहनु भएको छ र आगामी दिनहरूमा यहाँ धेरै स्याउ उत्पादन हुने खालको बोट बिरुवाहरू पनि देखियो र अझै पनि विस्तार गर्ने भन्नुभएको छ। र ल ओमबहादुरजी एकछिन यता आउनुहोस् यता। हजुरले यो रोपेको कति समय भयो? यो 2 वर्ष भयो। ओमबहादुरजी उहाँ हुनुहुन्छ यो स्याउ रोपेको कृषक, मेहनती कृषक हुनुहुन्छ उहाँ र यो 2 वर्षमा फल्यो होइन? फले। यो स्याउको नाम के स्याउ हो? फुजी जातको स्याउ हो। हजुर? फुजी जातको स्याउ। फुजी जातको। र अनि यो कतिको हाइट हुन्छ यसको यो बुटो? यहाँभन्दा धेरै नहोला जस्तो छ। त्यो 2टा बुटा अघिल्लो वर्ष लागेको हो। हजुर। बाँकी गत वर्ष लागेको। अब हेरौँ कतिको बढ्छ अब। अनि यो धेरै प्रोडक्ट भयो, उत्पादन भयो भने यसले बजार कहाँ लगेर बेच्न सक्नुहुन्छ? हाम्रो बजार त भुर्तीबाङ नै हो। अब धेरै नै उत्पादन भएछ भने अहिले त अब यो बेल्टमै सबै स्याउ पकेट क्षेत्र बनाउने योजना छ। हजुर हैन? यहाँ निस्खोला गाउँपालिकाले यसलाई कृषिलाई स्याउ पकेटको लागि धेरै जोड दिइराखेको छ। जोड दिइरहेको छ। यसमा अनुदान ल्याउने अनुदान पाउनु भएको छ कि के छ, कस्तो छ? पाछौँ। यो पनि चाहिँ आदि अनुदान हो। 50% अनुदान हो। यो प्रदेश सरकारबाट हो कि स्थानीय तहबाट हो कि के हो? स्थानीय तहबाट हो। ल ठिक छ, धन्यवाद। तपाईँलाई यति मेहनत गरेर तपाईँको पसल पनि रहेछ, पसल गर्ने अनि घरको दैलामा कृषि यस्तो आधुनिक तरिकाले कृषितिर लाग्नुभयो रहेछ। तपाईँलाई धेरै धन्यवाद छ। यसको आम्दानीको स्रोत हो होइन? अनि यो हेर्नुहोस् यहाँ पानी सङ्कलन, आकाशे पानी सङ्कलन ट्याङ्की होइन? यो कति हजार लिटरको ट्याङ्की हो? 4000 लिटरको। 4000 लिटरको ट्याङ्की। यो बर्खे पानी सङ्कलन गर्ने होइन? अनि यो हिउँदभरि पुग्छ हजुरहरूलाई? पुग्दैन। यता मूलको पानी पनि छ, लिफ्टिङको। हजुर। लिफ्टिङको पानी पनि छ। त्यो यो बर्खाको पानी मिलाएर चाहिँ गुजारा गरिन्छ। लिफ्टिङको पानी कहाँबाट आइरहेको छ? लिफ्टिङको पानी हाटचार भन्ने मूलबाट बाँसखोलाको हाम्रो पावर हाउस छ। हजुर। लिफ्ट गर्ने कान्लेचौरबाट लिफ्टिङ गरेर पानी ल्याउनु भएको छ, पिउने पानी होइन? ल ठिक छ। अनि यो आकाशे पानी चाहिँ तपाईँले अहिले बर्खाभरि सङ्कलन गरेर हिउँदमा यसलाई प्रयोग गर्ने, सिँचाइ गर्नुहुन्छ कि पिउनको लागि हो? यो खास विशेष गरेर पिउने पानी उताबाट आउँछ अहिले। यसलाई विशेष गरेर हामीले सिँचाइको लागि प्रयोग गरिन्छ होइन? यो कति साल खाने नै गरियो? यो पानी त खाइयो नि त। नेवारले बनाएको 65 सालमा खाने पानी गरियो। यो त यो मर्मत गरेपछि यसलाई सरसफाइ गरेपछि खाने पनि हुन्छ। घैँटो सालेपछि सफा गरिन्छ। सफा गरेपछि यो पानी खान योग्य पनि हुन्छ, खाइन्छ पनि अनि सिँचाइ पनि गरिन्छ। अनि यहाँ भित्र हामी जान मिल्छ अहिले? अलि पानी आएछ, नजाम होइन? हिलो छ, नजाम। यहाँसम्म जाने। यहाँबाट यसको फोटोहरू लियो नि होइन? कि ल्याउनु सबैले यति राम्रो फलहरू फलिरहेको छ स्याउ। अब यो अहिले पानीमा जान उचित छैन, यिनी गेडाहरू झर्छ, नोक्सान हुन्छ यति मेहनत गरेको खेतीपाती। ल धन्यवाद। यो युट्युब च्यानल सबैले सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला।